साथीहरू, हामी आज बैगुन अथवा एग प्लान्ट अथवा ब्रिन्जलको भर्ता चटनी बनाउन गइरहेका छौँ। त्यसको लागि हामीले प्याज, टमाटर, खुर्सानी लियौँ, लसुन लियौँ। अनि सबभन्दा पहिले एग प्लान्टमा 3-4वटा कटहरू बनाउने स्लिटहरू। अनि त्यो स्लिटमा चाहिँ हामीले अघि लिएको लसुन र खुर्सानी चाहिँ छिराउनु पर्ने रहेछ। त्यो हालेर हामीले एग प्लान्टहरूलाई मिडियम फ्लेममा चाहिँ रोस्ट गर्ने। रोस्ट गर्नको लागि हामी डाइरेक्ट ग्यासको बर्नरमा पनि राखेर फ्लेम गर्न सक्छौँ, रोस्ट गर्न सक्छौँ। अथवा हामीसँग त्यो जाली छ भने त्यो जालीमा राखेर पनि त्यसलाई रोस्ट गर्न सक्छौँ। त्यसै गरी हामी अब चाहिँ प्याज र टमाटरलाई चाहिँ सानो सानो टुक्रामा स्मल पिसेसमा काट्ने। साथीहरू, यो अमिलो अनि अलिक ट्याङ्गी टाइपको बनाउनु छ भने आफ्नो इच्छा अनुसार टमाटरको सङ्ख्या बढाउँदा हुन्छ। ल हेरौँ अब हामी कसरी एग प्लान्टलाई रोस्ट गर्छौँ। यसरी मिडियम फ्लेममा हामीले यसको बोक्रा डढ्ने गरी रोस्ट गर्नुपर्छ। डाइरेक्ट फ्लेममा नभए यसरी हामी जालीमाथि गर्दा अझै बेटर हुन्छ। यो रोस्ट गर्ने क्रममा हामीले इन्सर्ट गरेको त्यो खुर्सानी र लसुनको दानाहरू पनि रोस्ट हुन्छ र सजिलै पाक्छ। रोस्ट भइसकेपछि हामीले यसको बोक्रा चाहिँ स्किन चाहिँ निकालिदिनुपर्छ। अब चाहिँ हामीले एउटा सानो कराईमा तेल तताउने। मैले यहाँ सरसोको तेल लिएको छु, तोरी तेल। अघि हामीले रोस्ट गरेको लसुन र खुर्सानी तेलमा हाल्ने। त्यसै गरी प्याज र टमाटर हालेर फ्राई गर्ने। गोल्डन ब्राउन हुने गरी चाहिँ हामीले फ्राई गर्ने। त्यसपछि अघि रोस्ट गरेको बैगनलाई यसरी स्मल पिसेसमा काट्ने अथवा म्यास गर्दा पनि हुन्छ। अब फ्राई भइरहेको प्याज टमाटरमा चाहिँ हामीले आफ्नो इच्छाअनुसारको मसलाहरू, नुन अनि खुर्सानी धुलो, बेसार धुलो, धनियाँ धुलो मिसाउने। त्यसपछि त्यसलाई फ्राई गर्ने, मसलाहरू फ्राई हुन्छन्। हल्का पानी हालेर त्यसलाई यसरी ग्रेभी जस्तो पनि बनाउन सकिन्छ। त्यसमा अब हामीले अघि काटेका एग प्लान्टहरू यसमा मिसाएर हल्का फ्राई गर्ने। साथीहरू, यसलाई चाहिँ हामी म्यासर लिएर म्यास पनि गर्न सक्छौँ। यसमा अब मन लागे हामीले थोरै गरम मसला पनि हाल्न सक्छौँ, जसले गर्दा यसको टेस्ट अझै इन्हान्स हुन्छ। पाकिसकेपछि यस्तो देखिन्छ र यो खाँदाखेरि अझै नै टेस्टी हुने।